सत्य कथाहरू सुनाउँछौँ, देखाउँछौँ। थाहा छैन तपाईँ जिन्दगीको कुन मोडमा हुनुहुन्छ। तपाईँलाई लागिरहेको होला संसारको सबै दुःख मेरो मात्रै भागमा परेको छ। अगाडि जाउँ बाटो छैन, पछाडि फर्कौँ खाडल छ, भगवानलाई समेत पुकारौँ भने उहाँले पनि सुन्नुभएको छैन र म एक्लै लडिरहेको छु भन्ने लागिरहेको छ भने यो आजको एपिसोड तपाईँहरूको लागि हो। स्वागत छ हजुरलाई। धन्यवाद। हामी प्रायः जस्तो बालापनबाटै सुरु गर्छौँ है। एकछिन सानो बेलाको कुरा गरौँ है त। हस्। कस्तो थियो बालापन? कतिजना हुनुहुन्थ्यो घरमा? हाम्रो घरमा चाहिँ मम्मी, म, बहिनी बस्थ्यौँ। बाबा चाहिँ बाहिर हुनुहुन्थ्यो अनि कहिल्यै 3-4 वर्षमा एकचोटि घर आउनुहुन्थ्यो। त्यो कारणले गर्दाखेरि पनि मैले बाबाको काँधभन्दा बेसी मम्मीको काख चिने, महसुस गरेँ। मम्मीले यति धेरै माया गर्नुहुन्थ्यो कि हामीलाई, कसैले तँ भनेर हामीलाई बोलायो भने पनि मन दुखाउनुहुन्थ्यो। अनि हामी चाहिँ सानोमा वरिपरिको साथीहरूसँग चोर पुलिस खेल्थ्यौँ। चोर पुलिस खेल्दाखेरि पनि मलाई चाहिँ आफूलाई चाहिँ पुलिसै हुनुपर्ने म पुलिसै हुन्छु भनेर चुज गर्थेँ। अनि त्यति बेला थाहा भयो कि म ठुलो भइसकेपछि पुलिसै बन्छु भन्ने लाग्थ्यो। बाबा मम्मीको सम्बन्ध कस्तो थियो? खासै राम्रो थिएन, झगडा भइरहन्थ्यो। मैले देख्दाखेरि राम्रो थिएन। किन? हजुरलाई केही कारण थाहा छ? कारण त्यस्तो यही हो भनेर चाहिँ थाहा छैन, तर मम्मी रुनुहुन्थ्यो, बुवा कराइरहनुहुन्थ्यो। अनि हामी त बुढा मान्छे हो होइन। उहाँहरू झगडा गरिराख्दाखेरि मलाई चाहिँ बच्चा त हो, निन्द्रा लागिहाल्थ्यो, तर सुत्नु साह्रै डर लाग्थ्यो। अनि मसँग एउटा सानो गुडिया पनि थियो। अनि त्यो गुडियाको कान छोपिदिन्थेँ किनभने उसलाई पनि डर नलागोस् भनेर। उहाँहरू झगडा गरेर पनि साथैमा बस्नुहुन्थ्यो? मम्मीले म र बहिनीलाई मामा घरमा लाने धेरै कोसिस गर्नुभयो, तर बाबाले कहिले जान दिनु भएन। बाबा घरमा नभएको मौका छोपेर मामा एक दिन हामीलाई लिन आउनुभयो। अनि हामी मामाको घरतिर लाग्यौँ। मामाको घर र हाम्रो घरको बिचमा चाहिँ बाटोमा चाहिँ ठुलो जङ्गल पर्थ्यो। अनि हामीले घर छाडेर मामाको घरमा गएको कुरा थाहा पाएपछि बाबाले हामीलाई खोज्दै आउनुभयो। बाबाले खोज्दै आएको कुरा चाहिँ मामाले थाहा पाएपछि हामीलाई त्यही बाटो छेउको जङ्गलमा लुकाउनु भयो। तर लुक्दै गर्दाखेरि मलाई एकदमै जोडले खोकी आयो। अनि मम्मीले आफ्नो सल हत्त नपत्त झिकेर मलाई त्यही सलले मुखमा छोपिदिनु भयो। अनि त्यति बेला मम्मीको हात एकदमै काँपिरहेको थियो। अझै पनि मम्मीको त्यो सलको बास्ना याद छ। त्यसपछि त मामा घरै बस्नुभयो होला है। कस्ता थिए मामा घरका दिनहरू? हामी त बुढै थियौँ, बच्चै थियौँ। मामाको घरमा गइसकेपछि आमाको काख भन्दा ठुलो अरू के हुन्छ र हाम्रो बुढाको लागि होइन। संसारै त्यही हो, दुःख भन्नु के हुन्छ र। तर मम्मी त घर बिग्रेर माइत बसेकी छोरी, अझ त्यही माथि 2टा छोरीहरू। समाजले के भन्यो होलान्, आफन्तहरूले के सुनायो होलान् होइन। तपाईँलाई पनि थाहा छ होला, शरीरको घाउ भन्दा मनको घाउ ठुलो हुन्छ। वचनको घाउ ठुलो हुन्छ। मम्मीले त्यो वचनको घाउ सहन नसकेर गोठालो जाँदाखेरि रुखको छेल पारेर आँसु लुकाएर रुनुहुन्थ्यो, आँसु पुस्नुहुन्थ्यो। हामीले नदेखोस् भनेर ढुङ्गाको छेल पारेर खोलाको छेउमा गएर रुनुहुन्थ्यो, ताकि हामीले त्यो आवाज हामीसम्म नआइपुगोस् भनेर। हजुरले मम्मीलाई फकाउन जानु भएन? जानै सकेन। टाढैबाट मम्मीलाई हेरिरहे।
बच्चा मन त हो। सानोमा मम्मीले हामी रुँदाखेरि चक्लेट दिएर फकाउनुहुन्थ्यो। अनि मैले पनि सोचेँ कि मसँग चक्लेट भएको भए मम्मीलाई दिएर फकाउँथेँ। नरुनु मम्मी भन्थे। तर पछि मलाई अरूले चक्लेट दिँदाखेरि लुकाएर राख्थेँ। मम्मी कुनै दिन रुँदाखेरि म दिन्छु, मम्मीलाई फकाउँछु भनेर मैले त्यो चक्लेट पछिसम्म पनि राख्थेँ। बाबाले नआउनु भएन? छुट्टिने कुरा भयो क्या अरे। बाबाले हामीलाई लिन आउनु भयो। बजारसम्म मम्मी पुर्याउन आउनु भएको थियो। हामी दिदीबहिनीलाई चक्लेट किनेर दिनुभएको थियो। आफ्नो सन्तान अरूको हो भनेर दिनु पर्दाखेरि के हुन्छ होला? मम्मीले आफ्नो 2वटा मुठोहरू अरूलाई सुम्पिएर जानुभयो। जाँदाखेरि रित्तै शरीर जानु। तर जानु अघि हामीले एउटा फोटो खिचाएको थियौँ। मम्मी म बहिनीले एउटै लुगा लगाएको थियो। त्यो फोटो अझैसम्म पनि मसँग छ। अझैसम्म पनि राखेको छु मैले। मम्मीसँग पछि भेट भएन? भेट भयो। मम्मी स्कुलमा भेट्न आउनुहुन्थ्यो। बाबाले थाहा पाए मम्मीलाई किन भेटिस् भनेर कुट्नुहुन्छ होला भनेर मम्मीले लुकी भेट्न आउनुहुन्थ्यो। आफू चाहिँ बरर आँसु झार्नुहुन्थ्यो। अनि हामीलाई चाहिँ नरु रुनुहुन्न भन्नुहुन्थ्यो। बाबाले माया गर्नुहुन्थ्यो? बाबाले त अर्को बिहे गर्नुभयो। त्यसपछिका दिनहरू त भनी साथी छैन। जन्म दिने बाबाको अगाडि उभिँदा पनि आफू टुहुरो भएको महसुस हुन्थ्यो। मम्मीको साह्रै याद आउँथ्यो। मम्मीले मैले खोकेको बाबाले सुन्नुहुन्छ भनेर सल्ले मेरो मुखमा छोपिदिनु भएको थियो। त्यसरी नै यता घरमा मैले रोएको अरूले सुन्छ भनेर सिरकले मुख छोपेर मुखमा कोचेर रुन्थे। यस्तो वातावरणमा हजुरले कतिसम्म पढ्न सक्नुभयो? मलाई त धेरै पढेर प्रहरी बन्ने इच्छा थियो। 11 पढ्दा पढ्दै मभन्दा 14 वर्ष जेठो केटाले माग्न आयो। मेरो त होसै उड्यो। मैले म पढ्छु, मलाई पढ्न दिनुहोस् भनेर घरमा बिन्ती गरेँ, चिच्याएँ, रोएँ। घरमा कसैले सुन्यो। बरु मैले के भने सबै घरको काम गर्छु, म एक्लैले गर्छु, एक छाक मात्र खान दिनुहोस्, तर पढ्न दिनुहोस् भनेर उहाँहरूलाई कति भने। मेरो रुवाई भित्तामा ठोकेर बरु मैतिर फर्कियो। उहाँहरूले सुन्नै भएन। आमा नभएपछि बुवा पनि सक्दिनी जस्तो लाग्दो रहेछ। विवाह भयो उहाँसँगै? हजुर, मेरो केही सिप चलेन। जबरजस्ती उहाँहरूले विवाह मण्डपमा लगेर राखिदिनु भयो। म त्यति बेला जम्मा 16 वर्षकी मात्र थिएँ। कस्ता थिए विवाहपछिका दिनहरू? विवाहपछि उही त हो, गाउँमा दैलो पोत्ने, घाँस काट्ने, गोरु हेर्ने, खेतबारीको काम। मलाई पढ्न यति मन थियो कि म भन्नै सक्दिनँ। घाँस काट्दै म टोलाउँथेँ। म सोच्थेँ मेरो साथीहरू यति बेला कक्षामा होलान्, सरले के पढाउँदै हुनुहुन्छ होला भनेर। माइती सम्झेर म कहिल्यै रोइनँ। स्कुल
स्कुल सम्झेर यति रोएँ नि। अब म कहिले पनि पुलिस बन्न सक्दिनँ होला भनेर म सम्झेर यति धेरै रोएँ। श्रीमानको घर परिवारले माया गर्नुहुन्थ्यो? मेरो विवाह भएको 1 महिनामा श्रीमानको घर जलेको। खरले छाएको घर थियो। पूजाको दियो कपडामा सल्केर घर खरानी भएछ। त्यति बेला म माइतमा थिएँ। घर जलेको थाहा पाएपछि म माइतबाट अस्याङ फस्याङ गर्दै घर आइपुगेँ। घर परिवार सबै सँगै भयो भने अलिक सन्तोक हुन्छ भन्ने हिसाबले म आएकी थिएँ। तर घरमा आउँदाखेरि त सबैजनाले मलाई ठुलो आँखाले हेर्ने, रिसाउने, के नै गरे जस्तो मानौँ कि मैले नै घर चलाग्यो। मलाई के भइरहेछ भन्ने फिल भइरहेको थियो। सबैले मलाई त्यस्तो व्यवहार गरेको देखेर पछि भन्न थाल्यो कि मलाई त अलक्षणीय हो भनेर भन्न थाले। बिहान देख्दाखेरि सायद पर्दैन भनेर मलाई भन्थे। त्यो कारणले गर्दाखेरि पनि म बिहान प्राय चाँडो कतै पनि निस्किदिन थिएँ। जति नै मेहनत गरे पनि मलाई नै खोट देखाउँथे। जति नै राम्रो काम गरे पनि मलाई नै दोष देखाउँथे। घर त जल्यो, मन पनि जल्यो है। तर त्यो सिउँदो रङ्गाउने तपाईँको श्रीमान कतै पनि तपाईँको पक्षमा उभिनु भएन? उहाँ कहिल्यै पनि मेरो पक्षमा उभिनु भएन। केही समयपछि त उहाँ इन्डिया जानुभयो। कहिलेकाहीँ मात्रै आउनुहुन्थ्यो। जुन घरमा श्रीमतीलाई श्रीमानले माया गर्दैन नि, त्यो घरको त कुकुरले पनि उसलाई हेप्छ जस्तो लाग्छ। म त्यो घरमा नामले मात्रै बुहारी थिएँ, कामले त नोकरै थिएँ। अरू पनि बुहारी थिए, अरूलाई त्यस्तो गर्दैन थिए। तर मलाई चाहिँ अपराधी जस्तो व्यवहार गर्थे। किनभने म भित्रिएको केही महिनामै घर चलेको थियो। दाइजन ल्याएको कुराहरू पनि सुनाइरहनुहुन्थ्यो। हजुरको श्रीमान इन्डियाबाट आउनुहुन्थ्यो? कहिलेकाहीँ आउनुहुन्थ्यो। उहाँ आउनुभएको बेलामा मेरो पेटमा बच्चा बसेछ। शरीरमा रगतै थिएन। वाकी लाग्थ्यो। ज्यान फतक्क गल्थ्यो। खेतमा काम गर्दा गर्दै बेहोस हुन्थे। उनीहरू पनि त मान्छे नै हुन्। मेरो यो हालत देखेपछि उनीहरूको पनि मन पग्लेला भन्ने लागेको थियो। तर उल्टै भन्न थाले, त अहिले त बेहोस हुन्छेस्, भोलि यो बच्चा जन्मेपछि यसलाई कसले हेर्छ? बरु अहिले नै यसलाई फालिदे। म त थुरुरु भएँ। फेरि मम्मीलाई सम्झेँ। मम्मी हुनुभएको भए तपाईँले मात्रै म यसलाई हेरिहाल्छु नि भन्नुहुन्थ्यो होला। मैले त सानैमा आमाको काख गुमाएँ। तर मेरो बच्चाले जन्मिनु अघि नै आमा गुमाउन नपरोस् भनेर एक्लै लडिरहेँ। उसलाई काखमा राख्नु अघि उसको लागि यो संसारसँग लड्न सिकिसकेको थिएँ। गर्भ अवस्थामा आमा जति खुसी भयो सन्तान त्यति नै हेल्दी हुन्छ भन्छन् है। यस्तो सिचुएसनमा आफ्नै मान्छेले बच्चा फाल भन्दा त्यो आमाको मन कति टुट्यो होला? आफ्नो शरीरभित्र एउटा अर्को ज्यान हुर्किरहेको बेला बाहिर आफ्नो मान्छे कोही पनि नदेख्दा संसारको एक्लो मान्छे हो जस्तो लाग्दो रहेछ। मलाई भन्दा पनि उनीहरूको कुरा सुनेर मेरो पेटमा हुर्किएको बच्चाले कति मन दुखायो होला जस्तो लाग्थ्यो। बच्चा सकुशल जन्माउनु भयो? बच्चा जन्मियो। उहाँहरूले सधैँ बेहोस हुन्छ कस्तो जन्मौली जस्तो गर्नुहुन्थ्यो। अनि मलाई पनि मनमा पिर परिसकेको थियो, डर पसिसकेको थियो। अनि मैले बच्चालाई काखमा ल्याइसकेपछि मैले मेरो बच्चाको नाक, कान, आँखा सबै शरीरको अङ्गहरू छामेँ, हात खुट्टा छामेँ, हातहरू हेरेँ,
औँलाहरू गनी सबै सामान्य थियो। म त्यति बेला खुसीले रोएँ। सुत्केरी अवस्थामा त धेरै स्याहार सुसार चाहिने हुन्छ है। कस्तो थियो हजुरको त्यो जर्नी चाहिँ? सुत्केरीमा छोरी मान्छेलाई आफ्नो शरीर र भावना दुवैसँग लड्नुपर्ने हुँदो रहेछ। झन् त्यति बेला मलाई अंशमर्डा गरेर राखिदिनु भयो। हामी अर्को घरमा छुट्टै बस्न थाल्यौँ। त्यति नै बेला मेरो श्रीमान काम गर्न इन्डियातिर जानुभयो। झन् म अब त एक्लै भएँ। बारीको काम, गाई गोरु सम्हाल्नु पर्थ्यो। नानीलाई तेल लाउने फुर्सद पनि हुँदैन थियो। घाँसको भारी बोकेर हिँड्दाखेरि आलो घाउबाट रगतहरू बग्थ्यो। अनि म त्यो रगत हेर्दै रुँदै रुँदै नानीलाई दुध खुवाउँथेँ। अनि बुढाले त कहिले पनि पैसा पठाउनु भएन। पैसा नभइसकेपछि के खाने भन्दा पनि अब नानीलाई के खुवाउने भन्ने पिर पर्दो रहेछ। गाउँको एउटा स्कुलमा पढाउने काम पाएकी थिएँ। तर बुढाले थाहा पाएपछि इन्डियाबाटै थर्काउन थाल्नुभयो कि काम छोड कि मलाई छोड भनेर धम्क्याउन थाल्नुभयो। मैले त्यो काम पनि गर्न पाइनँ। आफ्नै सन्तानको माया नहुने, सुत्केरी श्रीमतीको ज्यानबाट रगत बग्दा समेत वास्ता नगर्ने तपाईँको श्रीमान यस्तो निष्ठुरी किन हुनुभयो होला? जब कुनै श्रीमानले आँखा बन्द गरेर आफ्नो आमाको, दिदीबहिनीको नजरबाट श्रीमतीलाई हेर्न थाल्छन् नि, तब हरेक छोरी मान्छेले मैले जस्तै पीडा भोग्ने हो। सहरमा हुने दिदीबहिनीहरूले सिसाको झ्यालबाट बाहिर हेरेर रुनु होला। फरक यति हो, म गाई भैँसीसँग रुन्थेँ। पीडाको स्वाद त उस्तै त हो नि हामी दिदीबहिनीहरूको। नेपाल कहिले आउनुभयो उहाँ? केही समयपछि आउनुभयो। तर धेरै समय, धेरै घन्टा चाहिँ सासू ससुराको घरमा बस्नुभयो। अनि निकै पछि मात्रै घरमा आउनुभयो। 5 मिनट जति बोलेर उहाँ सुत्न जानुभयो। अनि म त्यति बेला मिन्स भएकीले छुट्टै सुतेकी थिएँ। बिहान उठ्दाखेरि उहाँ हुनुहुन्न थियो। सासू ससुरा आउनुभयो। मेरो छोरा कहाँ लगिस्, कहाँ मारिस्, मारेको भए लास दे, कहाँ गाडिस् भनेर भन्नुभयो। धम्क्याउन थाल्नुभयो। उठेर एक गिलास पानी खान पनि ताकत नभएको मान्छेलाई अपराधी जस्तो बनाउनु भयो। यो अलक्षिणी घरमा आएपछि पहिले घर चल्यो, अहिले छोरो हरायो। पक्कै पनि यसले केही गरेकी हुनुपर्छ भनेर मलाई अपराधी नै बनाउन खोजे। सानो नानी छातीमा च्यापेर म थुरुरु हुँदै बसेँ। मेरो बोल्दिने कोही पनि थिएन। त्यहाँ नानी मात्रै त थियो। नानी बोल्न सक्दिनथी। हजुरले श्रीमानलाई खोज्ने कुनै सहारा खोज्नु भएन? म आफू प्रहरी त बन्न पाइनँ। तर कतै सहारा नपाएपछि थर कामदै म प्रहरी चौकी पुगेँ। तर मेरा घरका मान्छेहरू यति निष्ठुरी रहेछन् कि प्रहरी चौकीमा पुगेर प्रहरीलाई थर्काउन, धम्क्याउन समेत बाँकी रहेनन्। तर अब भगवान्लाई पनि अब पुग्यो भन्ने लागेर हो कि के हो, प्रहरी चौकीमा एउटा मनकारी दाजु हुनुहुँदो रहेछ। उहाँले मेरो बच्चालाई अनि मलाई हेरेर कडाइका साथ सोधपुछ गर्नुभयो। अनि उहाँले कानुनको डर देखाइसकेपछि घरका मान्छेहरू डरले सत्य बोल्नुभयो। मेरो श्रीमान त सुटुक्क इन्डिया भागिसक्नु भएको रहेछ। हत्या र अभियोग लगाएर उहाँहरूको जीवनबाट अलक्षिणी साबित भयो कि मलाई निकाल्नको लागि योजना गर्नु भएको रहेछ। म त झसङ्ग भएँ। धेरै पीडा पर्यो भने आँसु नझर्दो रहेछ। म लाचार भएँ। तर म रोएर बसिनँ। छोरीलाई काखीमा च्यापेर म इन्डिया पुगेँ। इन्डियाको गल्ली गल्ली पुगेँ। त्यहाँको सामाजिक संस्था र दुवै देशका प्रहरीहरूको सहारा लिएर म उहाँको काम गर्ने ठाउँमै पुगेँ। हजुरलाई देखेपछि के भन्नुभयो श्रीमानले?
कि उहाँको मन पग्लियो त? कहाँ पग्लिनु, बरु उहाँले त उल्टै डिभोर्स माग्नुभयो। डिभोर्स दिन्छौ भने मात्रै म नेपाल जान्छु भन्नुभयो। हजुरले डिभोर्स दिन मान्नुभयो? मेरो नागरिकता थिएन, उमेर नपुगी बिहे गरेकोले बिहे दर्ता पनि थिएन। बच्चा हातमा त थियो तर बच्चाको जन्म दर्ता थिएन। डिभोर्स चाहिँ दिएर भए पनि मेरो बच्चाको जन्म दर्ता बन्छ, भोलि उसले एउटा पहिचान पाउँछ भन्ने आशले मैले हुन्छ भने। नेपाल आएपछि सबैले सम्झाए, किनभने उसको परिवारले उसलाई लुकाएर मलाई ज्यान माराको अभियोग लगाएको देखेको थियो नि त। त्यही भएर समाज मेरो पक्षमा उभियो। अनि उहाँले हुन्छ डिभोर्स नगरौँ, म तिमीलाई इन्डिया लान्छु भन्नुभयो। जो मान्छेले तपाईँलाई कहिले पनि वास्ता गरेन, जस्तै देख्ने बित्तिकै डिभोर्स माग्यो, फेरि त्यही मान्छेको पछि लागेर इन्डिया जान त्यो मनले कसरी मान्यो? म कहाँ जानु त हुन त? को थियो अरे यो संसारमा मेरो? माइतीको ढोका बन्द थियो, कमाइ थिएन, हातमा सिप थिएन, पढाइ थिएन, साथमा बच्चा थियो। अर्कोतिर आफ्नो दुःख भन्दा पनि आमाको इज्जतको बढी पिर भयो। आमाको आफ्नो घर त भएन, यो छोरीको नि घर टिकेन। आमा गतिलो भए पो छोरी पनि गतिलो हुन्थे भन्ला जस्तो लाग्यो। अनि म उहाँकै पछि लागेर इन्डिया गएँ। त्यसपछि सम्बन्ध सुध्रियो त? उहाँले दिनौँ जस्तो कुटपिट गर्न थाल्नुभयो, नानावाती शब्दहरू बोल्न थाल्नुभयो। मलाई बाँच्न गाह्रो भएको थियो, थामिने ठाउँ पनि त थिएन। जुन प्रहरी दाजुले पहिले मलाई सहयोग गर्नुभएको थियो, उहाँलाई मैले दाजु बनाएकी थिएँ र मेरो सबै कुरा उहाँलाई सेयर गरेको थिएँ। अनि दाजुले नेपाल आऊ, म सहयोग गर्छु भन्नुभयो। अनि मैले म नेपाल जान्छु भनेपछि मेरो श्रीमानले सचिवलाई हुन्छ जाऊ भन्नुभयो। अनि गाडीसम्म पनि पुर्याउनु भयो। तर नेपाल आइसकेपछि उहाँले पैसा पठाउनुदेखि सम्पर्कै गर्नु भएन। माइतीको ढोका कुहारे, माइतमा पनि नआइज, आउन मिल्दैन भन्नुभयो। अनि मैले जीवनमा पहिलोपटक आफूलाई घर नकाटको पाएँ। त्यसपछि कहाँ जानुभयो? त्यसपछि म नानी लिएर भुटान आएँ। बाँच्नलाई साहस चाहिन्छ जस्तो लाग्थ्यो, तर त्यति बेला थाहा भयो कि बाँच्नलाई साहस होइन, पैसा चाहिँदो रहेछ। म धेरै भौतारिएँ। मैले कतिजनालाई कोठा खोजिदिनु न भने, कोही आफन्तले कोठा खोजिदिन मानेनन्। यसको काम छैन, योसँग भाडा तिर्ने पैसा छैन, हामीले तिर्दिनुपर्छ भन्ने लागेर नखोजिदिनु भएको होला सायद। अनि मैले त्यही प्रहरी दाजुलाई भने, उहाँ त मेरो लागि भगवानको प्रसाद चढ्यो। उहाँले एक जोडी प्रहरीको बच्चा हेर्ने काम दिलाइदिनु भयो। त्यति बेला मसँग जम्मा 1500 पैसा थियो। अनि मैले त्यही पैसाले एउटा कोठा लिएँ, एउटा फर्म लिएँ। अनि त्यही चिसो भुइँमा फर्म ओछ्याएर सुत्थेँ। नानीलाई छातीमा सुताउँथेँ, उसलाई चिसो नलागोस् भनेर। अरू त मेरो कोठामा फर्म बाहेक एउटा चम्चा पनि थिएन। हजुर त सानैदेखि प्रहरी बन्ने सपना बोक्नुभएको मान्छे है? हजुर। ठुलो भए पछाडि प्रहरीकै घरमा काम गर्नुपर्दा त्यो मन कति टुट्यो होला? मन त कति टुट्यो, तर उहाँहरू सहयोगी हुनुहुन्थ्यो। उहाँहरूको घरमा काम गरेको मलाई 7000 दिनुहुन्थ्यो। उहाँहरूको प्रहरी युनिफर्म देख्दाखेरि मन लोभिन्थ्यो। पहिले 11 मात्रै पढेँ कि मैले कलम समाएर अब चाहिँ प्रहरी बन्नुपर्छ भनेर पढेँ। अनि 12 पास गरेँ।
त्यसपछि मैले प्रहरीको लागि पनि तयारी गरेँ। कस्तो राम्रो। कहिलेकाहीँ निर्जीव भनेको वस्तुले पनि कस्तो मोटिभेट गर्छ है। तपाईँले त्यागिसक्नु भएको सपना बर्दीले फेरि तपाईँलाई सम्झाइदिएछ। मैले उहाँहरूको घरको भुइँ पुस्दै गर्दा भित्तामा झुन्डेको बर्दीलाई हेर्दै मनमा नै भन्थेँ, हेर बर्दी, म अहिले तिम्रो धुलो पुस्दैछु, हेर्दै जाऊ। एक दिन मेरो शरीरमा तिमीलाई सजाएर यो समाजको धुलो पुस्नेछु। यही आशाले मलाई थाक्न दिएन अनि एकदमै मेहनत गरेर पढेँ। प्रहरीमा छनौट हुनुभयो त? नै, म छनौट भइनँ नि। पाएको त केही थिएन, तर सबै गुमाए जस्तो लाग्यो। जहाँ म काम गर्थेँ त्यहाँको दाइ दिदी पनि सरुवा आउनुभयो। अब कहाँ काम गर्ने, के खाने? भगवान पनि मेरो लागि मात्रै निष्ठुरी हुनुभयो कि जस्तो लाग्थ्यो। काखको नानीको भोकले मलाई रुने फुर्सद पनि दिएन। एक दिन बाटोमा हिँड्दै थिएँ, अटो गुडेको देखेपछि मनमा नै एउटा आँट पलायो। मलाई जिन्दगीले यतिसम्म पछाडिसकेपछि अब डराउनु के छ र? अनि मैले तिनै प्रहरी दाजुलाई एउटा अटो भाडामा लिइदिन बिन्ती गरेँ। अनि मैले 2 घन्टा अटो सिकेँ। दाइले हाइवे नलैजाऊ है, तिम्रो हात बसेको छैन, सफा छैन भन्नुभयो। तर मलाई हात सफा गर्नुभन्दा बढी छोरीको भोक मेटाउनु थियो। न मलाई ट्राफिक बत्तीको ज्ञान थियो, न मलाई भाडा कति लिने थाहा थियो। तर पनि नानीलाई अटोको सिटमा राखेँ। ऊ लड्छ कि भनेर सलले बाँधेँ। नानीले ऐया भनिन्। अटो चलाउँदा पनि हात कामिरहेको थियो। अटो चलाएर मैले जङ्गल छेउ लगेँ। ती मरुन्जेल रोएँ अनि स्टियरिङ समातेँ। पहिलो दिनमा कति कमाउनु भयो याद छ? याद छ, 450 रुपियाँ कमाएकी थिएँ। त्यो दिन म खुसीले गदगद थिएँ। आज त म नानीलाई केही मिठो खुवाउँछु भन्दै सोच्दै खानेकुरा किन्न जाँदै थिएँ मेरो अभागी घरमा। अर्को अटोलाई ठक्कर दिएछु। जरिमाना बापत 500 रुपियाँ तिरेँ। कमाउन निस्केकी म उल्टै 50 रुपियाँ ऋण बोकेर रित्तो गोजी र नानीको भोक लिएर अँध्यारो सडकको बिचमा उभिएँ। अनि मलाई त्यो दिन लाग्यो, मेरो लागि संसारमा न त भगवान छ, न त घर। तपाईँले प्रहरी बन्ने, वर्दी लगाउने सपना त्यसपछि त्याग्नुभयो? त्यागिन। प्रहरीको फेरि फारम खुले। मेरो सङ्घर्ष त झन् दोब्बर बढ्यो। फेरि मलाई डेङ्गु भयो। डेङ्गु हुँदाखेरि एकदमै कमजोर हुने रहेछ। तर आमा हो, छोरीको भोकको अगाडि रोग हरायो। डेङ्गु हुँदा पनि दिनभर नानीलाई काखमा च्यापेर अटो चलाउँथेँ। रातभर आँखा मिच्दै पढ्थेँ। फेरि हेर्नु न, आवाजै गयो। कसैलाई केही भन्नु पर्यो भने पनि मोबाइलमा टाइप गरेर देखाउँथेँ। डक्टरकोमा चेक गराउन जाँदाखेरि स्ट्रेस छ, स्ट्रेसले एन्जाइटी बढेको हो, रेस्ट गर्नुहोस् भन्नुभयो। बल्ल बल्ल 3 दिनमा मेरो फेरि आवाज फिर्ता आयो। हार मान्नु भएन? हार मानिनँ, तर मन गरुङ्गो हुन्थ्यो। कहिलेकाहीँ त सहनै नसक्ने पीडा हुन्थ्यो। अनि अब केही पनि गर्न सक्दिनँ कि जस्तो लाग्थ्यो। अनि त्यति बेला म नानीलाई काखीमा च्यापेर खोला किनारमा जान्थेँ र जलिरहेको चिता हेर्थेँ। त्यो बलिरहेको चिता देख्दा मेरो पीडा कम भएको महसुस हुन्थ्यो र म फेरि लड्ने शक्ति लिएर घर फर्कन्थेँ अनि पढ्थेँ। योचोटि के भयो? नाम लेख्यो? मैले ती सबै अपमानका शब्दहरूलाई शक्तिमा बदलेकी थिएँ। अनि मेरो काखमा रोइरहेकी छोरीलाई थुम्तिम्याउँदै पढेकी पनि थिएँ। अनि सरस्वती भगवानलाई दया लागेर पनि होला मेरो प्रहरीमा नाम निस्कियो।
आहा कस्तो खुसी पो लाग्यो त। हो नि, म पनि खुसी नै थिएँ। केही महिनाको कडा तालिमको लागि जानुपर्ने थियो। सानी छोरीलाई कसको भरमा छोड्ने, कहाँ छोड्ने, मेरो भन्नु त यो संसारमा कोही पनि थिएन। नाम त निक्लियो है, तर 3 वर्षको छोरीलाई 6 महिना छोडेर कठोर तालिममा जानु एउटा सिङ्गल मदरको लागि त अग्नि परीक्षा जस्तै नै थियो नि है। हो नि, नानी 3 वर्षकी थिए। कुनै होस्टेलले पनि राख्न मानेन अनि एउटा होस्टेललाई एकदमै रिक्वेस्ट गरेपछि राखिदियो। म तालिममा त गएँ, तर बच्चासँग टाढा हुँदा एउटी आमालाई संसारै काखमा राखिदिँदा पनि रित्तो लाग्ने रहेछ। मेरो ज्यान पनि कमजोर थियो। सुत्केरी बेला बिग्रेको ज्यान बल्झिने रहेछ। म तालिममा धेरै ढलेँ। म त्यत्रो दुःखहरूसँग लडेको मान्छे छोरीसँग टाढा हुनु पर्दा जति पीडा अरू बेला कहिले भएन। बच्चालाई होस्टेलबाट ल्याउने लाने कसले गर्नुहुन्थ्यो? मेरो एकजना माइतीको दिदी हुनुहुन्थ्यो, नजिकै बस्नुहुन्थ्यो। उहाँले एकदमै माया गर्ने अनि सबैले यो मरी भने तल आएर पाउँछ, नजिक नहो भनेर भन्थे। तर उहाँले कसैको कुरा नसुनी बच्चालाई ल्याउने लाने गर्नुहुन्थ्यो। उहाँ त मेरो जीवनको परी नै हो। उहाँको बारेमा तपाईँलाई फेरि कुनै दिन भन्छु है। म चाहिँ उहाँलाई कहिल्यै बिर्सन सक्दिनँ। के त्यति बेला कहिले यो जागिर छोडिदिउँ जस्तो लागेन? कति लाग्यो नि। तालिम गर्दा ग्राउन्डमा ढल्दा अब उठ्न सक्दिनँ कि जस्तो लाग्थ्यो। हरेक पटक लड्दा मैले छोरीको अनुहार सम्झिन्थेँ र अझै बलियो भएर उठ्थेँ। र म आज अलक्षिणी होइन, आज म नेपाल प्रहरी हुँ। हिजो मलाई देख्दा आँखा तर्नेहरूले आज मलाई देखेर सलाम ठोक्छन्। हिजोको अपमानहरूलाई पवित्र वर्दीले धोएर पखालेकी छु। नेपाल प्रहरीको पवित्र वर्दीमा सजिएकी छु। यो अदम्य साहस, यो मुस्कान, यो नारीत्व, यो वर्दीलाई मेरो नमन। जब भगवान्ले तपाईँका अगाडिका सम्पूर्ण ढोकाहरू बन्द गरिदिनुहुन्छ नि, तपाईँलाई अब हिँड्न होइन, उहाँले तपाईँलाई उड्न तयार पार्दै हुनुहुन्छ। रिमाजीको भोगाइले यो सिकाउँछ, जिन्दगीले तपाईँलाई कति पटक पछार्छ त्यो ठुलो कुरो होइन, पछारिएपछि फेरि कति पटक उठ्नुभयो यसले तपाईँको इतिहास लेख्छ। धन्यवाद।